आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई वाइफाई को पासवर्ड चेन्ज गर्न सिकाउने छु। तपाईहरुले पनि कुनै कारणवश आफ्नो घरको वाइफाई को पासवर्ड चेन्ज गर्दै हुनुहुन्छ तर पासवर्ड कसरी चेन्ज गर्ने भनेर तपाईलाई थाहा छैन भने यो भिडियोलाई स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नु होला। तपाईले सजिलैसँग आफ्नो घरको वाइफाई को पासवर्ड चेन्ज गर्न सक्नुहुनेछ। वाइफाई को पासवर्ड चेन्ज गर्नको लागि चाहिँ तपाईले सबैभन्दा सुरुमा आफ्नो मोबाइलमा भएको क्रोम ब्राउजरलाई ओपन गर्नु होला। मैले चाहिँ यहाँनिर अलरेडी ओपन गरिसकेको छ। मैले चाहिँ क्रोम ब्राउजरलाई ल्यान्डस्केप मोडमा ओपन गरेको छु तपाईहरुलाई बुझाउन सजिलो होस् भनेर। तपाईले पनि आफ्नो मोबाइलमा भएको क्रोम ब्राउजरलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि सर्च बारमा गएर आफ्नो राउटरको पछाडी भएको आईपी एड्रेस टाइप गर्नु होला। तपाईले आफ्नो राउटर पछाडी हेर्नुभयो भने त्यहाँनिर तपाईहरुको राउटरको आईपी एड्रेस हुन्छ अनि युजर नेम र पासवर्ड दिएको हुन्छ। हो त्यहाँबाट तपाईले सबैभन्दा सुरुमा आईपी एड्रेस चाहिँ टाइप गर्नु होला। सो म यहाँनिर मेरो राउटरको पछाडी भएको आईपी एड्रेस टाइप गरिदिन्छु 192। हेर्न सक्नुहुन्छ मैले चाहिँ पहिला पनि धेरैचोटी यो टाइप गरिसकेको हुनाले गर्दाखेरि यहाँनिर आफै देखाइरहेको छ 192.168.100.1 भनेर आएको छ। सो यो चाहिँ मेरो राउटरको पछाडी भएको आईपी एड्रेस हो। तपाईले पनि यसै गरी आफ्नो राउटरको पछाडी भएको आईपी एड्रेस टाइप गर्नु होला। टाइप गरिसकेपछि इन्टर गर्नु होला। इन्टर गरिसकेपछि यस्तो टाइपको इन्टरफेस आउँछ। मैले प्रयोग गरिरहेको राउटर चाहिँ स्काइकमको राउटर रहेको छ, त्यही भएर यस्तो टाइपको इन्टरफेस आएको छ। तपाईहरुले प्रयोग गरेको राउटर फरक हो भने अलि फरक टाइपको इन्टरफेस आउला। जुनसुकै राउटर भए पनि तपाईहरुले यसलाई यहाँनिर युजर नेम र पासवर्ड हालेर चाहिँ लगइन गर्नुपर्ने हुन्छ। यो युजर नेम र पासवर्ड तपाईहरुको राउटरको पछाडी नै हुन्छ। सो मेरो राउटरको पछाडी पनि रहेको छ, म त्यो यहाँनिर टाइप गरिदिन्छु। युजर नेम चाहिँ स्मल लेटरमा रुट रहेको छ। मैले यसरी युजर नेम राखिदिएको छु। तपाईले पनि आफ्नो राउटरको पछाडी भएको युजर नेम राख्नु होला। त्यसपछि यहाँनिर पासवर्डमा पासवर्ड राख्नु होला। युजर नेम र पासवर्ड त्यहीँनिर दिएको हुन्छ। पासवर्ड भनेको चाहिँ ADMIN एडमिन भन्ने रहेको छ। त्यसपछि यो लगइन भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। मैले यहाँनिर क्लिक गरिदिसकेको छु। क्लिक गरिसकेपछि यस्तो टाइपको इन्टरफेस आउँछ। चेन्ज योर पासवर्ड भनेको चाहिँ यसलाई ओके गरिदिनु होला। ओके गरिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ यस्तो टाइपको इन्टरफेस आएको छ। मैले प्रयोग गरेको राउटर चाहिँ स्काइकमको रहेको छ, त्यही भएर यस्तो टाइपको इन्टरफेस आएको छ। तपाईले प्रयोग गरेको राउटर फरक हो भने अलि फरक टाइपको इन्टरफेस आउँछ। तपाईले हेर्न सक्नुहुन्छ लेफ्ट साइडतिर यहाँनिर होम पेज, वान क्लिक डायग्नोसिस, सिस्टम इन्फो र एडभान्स कन्फिगरेसन भन्ने चारवटा अप्सन तपाईले यहाँनिर देख्नु भइरहेको होला। तपाईहरुको राउटरमा अलि फरक टाइपको आउन सक्छ। अब तपाईले वाइफाई को पासवर्ड चेन्ज गर्नको लागि चाहिँ यो सेटिङमा जानु होला। यहाँनिर एडभान्स कन्फिगरेसन भनेर दिएको छ नि, हो यसमा चाहिँ तपाईले जानुपर्ने हुन्छ। सो म यहाँनिर क्लिक गरिदिन्छु। क्लिक गरिसकेपछि यस्तो टाइपको इन्टरफेस आउँछ। तपाईले हेर्न सक्नुहुन्छ धेरै अप्सन्सहरु आएको छ। अब धेरै अप्सन मध्ये तपाईले आफ्नो वाइफाई को पासवर्ड चेन्ज गर्नको लागि चाहिँ यो WLAN भन्ने अप्सनमा जानुपर्ने हुन्छ। तपाईले यहाँनिर देख्नु भइरहेको छ WLAN भन्ने अप्सन रहेको छ, हो यसमा चाहिँ तपाईले जानु पर्यो। तपाईले पनि आफ्नो राउटरमा सेटिङमा क्लिक गर्नु होला। त्यसपछि यो WLAN भन्ने अप्सनमा जानु होला। सो म यहाँनिर क्लिक गरिदिन्छु। क्लिक गरिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर यस्तो टाइपको इन्टरफेस आएको छ। सबै इन्फर्मेसनहरु आएको छ वाइफाई को। अब तपाईले अलिकति स्क्रल गर्दै गर्दै जानुभयो भने यहाँनिर WPA प्रिसेट के भन्ने एउटा अप्सन रहेको छ। हो यहाँबाट चाहिँ तपाईले वाइफाई को पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। यहाँनिर तपाईले देखिराख्नु भएको होला, म तपाईलाई देखाइ पनि दिन्छु। यहाँनिर हेर्नु त है WPA प्रिसेट के भन्ने एउटा अप्सन रहेको छ। यहाँबाट चाहिँ तपाईले वाइफाई को पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ र तपाईहरुलाई पासवर्ड हेर्न मन लाग्यो भने यहाँबाट तपाईले पासवर्ड पनि हेर्न सक्नुहुन्छ। पासवर्ड हेर्नको लागि चाहिँ यो हाइड भन्ने अप्सनमा चाहिँ अहिले यहाँनिर टिक लागिरहेको छ, यसलाई हटाउनु होला। हटाइसकेपछि चाहिँ पासवर्ड देखाउँछ। हेर्न सक्नुहुन्छ मेरो पुरानो पासवर्ड। अब पासवर्ड चेन्ज गर्नको लागि चाहिँ तपाईले यो पुरानो पासवर्डमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि पुरानो पासवर्डलाई रिमुभ गरिदिनु होला। मैले चाहिँ पछाडीको नम्बर मात्र रिमुभ गरिदिन्छु। पछाडीको नम्बर रिमुभ गरेर अर्को नम्बर राखिदिन्छु। अब मैले अर्को नम्बर राखिदिसके। राखिसकेपछि अब पासवर्ड चेन्ज गर्नको लागि चाहिँ अलिकति तलतिर गएर यो एप्लाई भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ एप्लाई भन्ने अप्सन यहाँनिर रहेको छ। हो यो एप्लाई भन्ने अप्सनमा चाहिँ तपाईले क्लिक गरेर आफ्नो वाइफाई को पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। सो म यहाँनिर क्लिक गरिदिन्छु। क्लिक गरिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ अगाडि चाहिँ वाइफाई कनेक्ट थियो, अहिले चाहिँ डिस्कनेक्ट भइसकेको छ। यसको अर्थ वाइफाई को पासवर्ड चाहिँ चेन्ज भइसकेको छ। अब यसलाई फेरि कनेक्ट गर्नको लागि चाहिँ के गर्नु पर्यो भन्देखि आफ्नो मोबाइलमा भएको वाइफाईलाई चाहिँ हामीले अन गर्नुपर्ने हुन्छ। अन गरिसकेपछि हेर्न सक्नुहुन्छ कनेक्सन फेल भनेर देखाएको छ। अब हामीले यसलाई कनेक्ट गर्नको लागि चाहिँ
यो पुरानो पासवर्ड हामीले हटाउनु पर्ने हुन्छ। म चाहिँ यहाँनिर फर्गेट नेटवर्क गरेर पुरानो पासवर्डलाई रिमुभ गरिदिन्छु। रिमुभ गरिसके पछाडि अब फेरि म यहाँनिर नयाँ पासवर्ड राखिदिन्छु। हेर्न सक्नुहुन्छ मैले भर्खरै चेन्ज गरेको पासवर्ड यहाँनिर राखिदिइसकेको छु। राखिसके पछाडि डन भन्ने अप्सनमा क्लिक गर्छु। अब तपाईँले हेर्न सक्नुहुन्छ वाइफाई चाहिँ कनेक्टेड भनेर देखाएको छ। सो यो तरिकाबाट तपाईँहरूले आफ्नो घरमा भएको वाइफाईको पासवर्ड चाहिँ एकदमै सजिलैसँग परिवर्तन गर्न सक्नुहुन्छ।